के तपाईले टिकटकमा कुनै भिडियो देखेर तुरुन्तै विश्वास गर्नुभएको छ? तर यदि त्यो भिडियो नै गलत सूचना वा झुटो जानकारी भएको रहेछ भने के हुन्छ? के केवल भिडियो हटाइन्छ? कि अकाउन्ट नै बन्द हुन सक्छ? वा नेपालमा कानुनी कारबाही पनि हुन सक्छ? आजको भिडियोमा हामी टिकटकका नियम र नेपालमा गलत सूचना फैलाउँदा हुन सक्ने कानुनी परिणामबारे विस्तारमा बुझ्नेछौँ। 1. गलत सूचना भनेको के हो? सबैभन्दा पहिले गलत सूचना भनेको के हो? गलत सूचना भन्नाले तथ्यसँग नमिल्ने झुटो वा भ्रामक जानकारीलाई जनाउँछ। उदाहरणका लागि, कुनै प्रसिद्ध व्यक्तिको मृत्यु भएको भनेर झुटो खबर फैलाउनु। कुनै औषधिले सबै रोग निको पार्छ भनेर वैज्ञानिक प्रमाण बिना दाबी गर्नु। प्राकृतिक विपत्तिबारे झुटो सूचना फैलाएर मानिसहरूलाई त्रसित बनाउनु। फोटो वा भिडियो सम्पादन गरेर गलत सन्देश दिनु। सरकारी निर्णयबारे नक्कली सूचना फैलाउनु। धेरैजसो मानिसले मजाक वा भ्युज बढाउने उद्देश्यले पनि यस्ता भिडियो बनाउँछन्। तर त्यसको परिणाम गम्भीर हुन सक्छ। 2. टिकटकले के गर्छ? टिकटकको कम्युनिटी गाइडलाइन्स अनुसार हानिकारक गलत सूचना फैलाउन पाइँदैन। यदि टिकटकले तपाईको भिडियो नियम विपरीत ठहर गर्यो भने पहिलो, भिडियो हटाउन सक्छ। दोस्रो, भिडियो धेरै मानिससम्म पुग्न नदिने अर्थात् रेच कम गर्न सक्छ। तेस्रो, अकाउन्टलाई वार्निङ दिन सक्छ। चौथो, बारम्बार नियम उल्लङ्घन गरेमा केही समयका लागि पोस्टिङ, लाइभ वा अन्य सुविधा बन्द गर्न सक्छ। अन्तिम अवस्थामा गम्भीर वा पटक पटक गलत सूचना फैलाएमा अकाउन्ट स्थायी रूपमा ब्यान हुन सक्छ। विशेष गरी यी विषयमा टिकटक निकै कडा छ। स्वास्थ्य सम्बन्धी गलत सूचना, हिंसा उक्साउने सामग्री, चुनाव वा मतदान सम्बन्धी गलत सूचना, आपतकालीन अवस्था सम्बन्धी झुटा सूचना, डिपफेक वा एआई प्रयोग गरेर भ्रामक सामग्री बनाउने कार्य। 3. नेपालमा कानुनी अवस्था। अब कुरा गरौँ नेपालको कानुनको। नेपालमा गलत सूचना फैलायो भने सधैँ एउटै सजाय हुन्छ भन्ने कुनै एकल कानुन छैन। तर गलत सूचनाको प्रकृति अनुसार विभिन्न कानुन लागू हुन सक्छन्। उदाहरणका लागि, यदि कसैको मानहानि हुन्छ भने मानहानि सम्बन्धी कानुन लागू हुन सक्छ। यदि सामाजिक सद्भाव बिगार्ने, हिंसा उक्साउने वा सार्वजनिक शान्ति भङ्ग गर्ने उद्देश्यले गलत सूचना फैलाइएको छ भने सम्बन्धित फौजदारी कानुन लागू हुन सक्छ। यदि विद्युतीय माध्यम प्रयोग गरेर गैरकानुनी सामग्री प्रकाशित गरिएको छ भने विद्यमान साइबर सम्बन्धी कानुनी व्यवस्था पनि आकर्षित हुन सक्छ। यदि झुटो सूचना प्रयोग गरेर ठगी गरिएको छ भने ठगी सम्बन्धी कानुन लागू हुन सक्छ। त्यसैले केवल यो त टिकटकमा पोस्ट गरेको मात्र हो भनेर जिम्मेवारीबाट उम्किन सकिँदैन। 4. यदि गल्तीले गलत सूचना पोस्ट भयो भने? यदि तपाईले अनजानमा गलत सूचना पोस्ट गर्नुभयो भने सकेसम्म छिटो भिडियो हटाउनुहोस्। यदि सम्भव छ भने सही जानकारी सहित अर्को भिडियो पोस्ट गर्नुहोस्। टिप्पणीमा पनि सच्याउन सक्नुहुन्छ। भविष्यमा कुनै पनि समाचार पोस्ट गर्नु अघि कम्तीमा 2 वटा विश्वसनीय स्रोतबाट तथ्य जाँच गर्नुहोस्। कन्क्लुजन: सामाजिक सञ्जालमा स्वतन्त्र रूपमा आफ्नो विचार व्यक्त गर्ने अधिकार छ। तर त्यो अधिकारसँग जिम्मेवारी पनि जोडिएको हुन्छ। एक भाइरल भिडियोले हजारौं वा लाखौं मानिसलाई भ्रममा पार्न सक्छ। त्यसैले कुनै पनि सामग्री पोस्ट गर्नु अघि एकपटक तथ्य जाँच गर्नुहोस्। सही जानकारी साझा गरौँ, जिम्मेवार डिजिटल नागरिक बनौँ। यदि यो जानकारी उपयोगी लाग्यो भने भिडियोलाई लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र यस्तै सजिलो कानुनी जानकारीका लागि इजी लॉ नेपाललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद।